हेलो गाइस, आज हामी अहिले भइरहेको कोरोना भाइरससँग रिलेटेड र पहिलाको हिस्ट्री हेर्दा यो फ्लूहरू कसरी आयो, ओल्डभरि के भयो त्यसको बारेमा थोरै डिस्क्राइब गर्छु म। लास्ट 500 इयर्स हेर्दाखेरि अझसम्म 15 पेन्डेमिक्सहरू भइसकेका छन्। फ्लू चाहिँ एउटा सिजनल एउटा डिजिज हो अथवा एउटा रोग हो, त्यसरी फैलिरहेको हुन्छ। यसलाई चाहिँ हामीले भाइरस पनि भन्न सकिन्छ। यो भाइरसबाट हुने गर्दछ। एभ्री इयर अमेरिकाको रेकर्डमा चाहिँ 200,000 पिपलहरू चाहिँ हस्पिटलाइज हुन्छन् एभ्री इयर विथ फ्लू रिलेटेड डिजिज। फ्लूहरू चाहिँ बेसिकली दे एट्र्याक्ट द रेस्पिरेटरी सिस्टम। फ्लू भाइरस इज हाइली कन्ट्याजियस। इट इन्फेक्ट पिपुल फ्रम द कफ है। अनि स्निज गर्दाखेरि रेस्पिरेटरी ड्रपलेट्सहरू जेनेरेट हुन्छ र दे आर ट्रान्समिटेड बाई एयर। अनि फ्लूहरू बेसिकली इम्युन पावर कम भएको र मोर देन 65 इयर्स बढी भएकोहरूमा चाहिँ अलिकति देखिन्छ लाग्छ। हिस्ट्री हेर्दा धेरै फर्स्ट हिस्ट्री अथवा पुरानो हिस्ट्री चाहिँ 1889मा चाहिँ रसियन फ्लू भन्ने आएको थियो। यसले चाहिँ वर्ल्डको 40% पपुलेसनलाई एफेक्ट गरेको थियो। त्यसपछि हामी हेर्न सक्छौँ स्पेनिस फ्लू विच वाज अलमोस्ट 102 इयर्स अगो भनौँ। इट वाज पेन्डेमिक अफ 1880। यसलाई चाहिँ हामीले मदर अफ अल पेन्डेमिक पनि भन्न सक्छौँ बिकज इट वाज डेडलिएस्ट इन हिस्ट्री, इन्फेक्टेड वर्ल्ड वाइड। यो चाहिँ युरोपमा देखिएको थियो सुरुमा 1918मा र वर्ल्डभरि कसरी फैलियो त भन्दाखेरि त्यतिखेर वर्ल्ड वार चलिरहेको थियो अनि सोल्जर्स फ्रम युरोप ट्राभल टु अमेरिका एन्ड एसिया एन्ड इन्फेक्टेड वर्ल्ड वाइड। यसलाई स्पेनिस फ्लू भनिन्छ त किन भनिन्छ, तर स्पेनबाट सुरु भएको चाहिँ होइन। यो युरोपमा कतै देखिएको थियो। त्यतिखेर वर्ल्ड वार हुँदाखेरि चाहिँ स्पेन वाज न्युट्रल अनि अरू देशको मिडियाहरूले चाहिँ बाहिर निकाल्न पाउँथेन अथवा त्यो इन्फर्मेसन गर्न पाएको थिएन। तर स्पेन वाज न्युट्रल, सो स्पेनको मिडियाहरूले चाहिँ निकाल्यो अनि स्पेनमा पनि देखिएको थियो। टन्नै मान्छेहरू मरे स्पेनमा। त्यहाँबाट स्पेनिस फ्लू नाम दियो त्यो फ्लूलाई चाहिँ। त्यसपछि हामी हेर्न सक्छौँ एसियन फ्लू भन्ने आयो 1957मा। यसले चाहिँ 1.1 मिलियन पिपलहरू मार्यो। अनि हङकङ फ्लू आयो लगत्तै 1968मा 1 मिलियन पिपल मार्यो यसले पनि। अनि रिसेन्टली हामीलाई पनि याद छ होला, धेरैले याद छ होला, स्वाइन फ्लू पनि आएको थियो 2009मा। यो चाहिँ पिगहरूबाट सर्यो भनौँ। त्यसपछि अहिले आएको छ कोरोना भाइरस, COVID-19 भनिन्छ। त्यही हो, इट इज अल्सो अ फ्लू, इन्फ्लुएन्जा भनौँ, कज रेस्पिरेटरी इलनेस है। यो न्यू भाइरस हो, यो काइन्ड अफ भाइरस स्टिल रिसर्चरहरू डक्टर्सहरू सर्च गरिरहेका छन्। यो चाहिँ डिसेम्बर 2019मा वुहान सिटी इन चाइनामा रिपोर्टेड भयो फर्स्ट टाइम। यसमा अहिले चाहिँ दुईवटा कुरा आइसकेका छन्। पहिला फर्स्ट कुरा चाहिँ के थियो भन्दाखेरि कसरी भन्न सकिन्छ भन्दाखेरि अ लिटल लेस सर्टेन है। इट माइट नट बी रियल, नहुन सक्छ, तर कुड बी है। फेरि यो चाहिँ यो ओरिजिनल एनिमल कहाँबाट आएको हो भन्दाखेरि चाहिँ ब्याट्सबाट आएको पनि भनिएको छ। यो SARS-CoV-2 यो भाइरस सिक्वेन्स कोरोना भाइरस द्याट इन्फेक्ट ब्याट्स। त्यसपछि ब्याट्सहरूमा कोरोना भाइरस हुनसक्छ अनि तिनीहरू चाहिँ ह्युमनमा सारेको हो। तर कसरी सारे त नि भन्दाखेरि फ्रम एन इन्टरमिडिएट एनिमल हस्ट। यो हस्टहरू चाहिँ कस्तो हुनसक्छ भन्दाखेरि स्केली म्यामल्स, इक्जाम्पल सीफुडहरू, फ्रेस मिट्स, फिसहरू। यो चाहिँ चाइनिजको वेट मार्केट भनेको मिट, फिस, सीफुड्स पर्छ फ्रम द स्केली म्यामल्स। त्यो स्केली म्यामल्सहरूलाई एउटा टर्म दिएको छ, पेङ्गोलिन पनि भन्दो रहेछ, पेङ्गोलिन एनिमल्स। तर यो एउटा कुनै एउटा उसो हो, प्रुफ चाहिँ भएको छैन। तर यहाँ अर्को पनि स्टडी के आएको छ भन्दाखेरि हालसालै क्यालिफोर्नियामा गरिएको थियो। जेनेटिक सिक्वेन्स हो यो SARS-CoV-2 को। इट क्यान बी म्यानुफ्याक्चर इन ल्याब पनि भनिएको छ, किन त्यसको सिक्वेन्स हेर्दाखेरि त्यसको बनावट इट कुड बी ह्याभ म्यानुफ्याक्चर इन ल्याब अर
इन्जिनियर पनि भनिएको छ। रियल कुरा चाहिँ के थाहा छैन है, त्यो कुरा आइरहेको छ। यसले चाहिँ अब हामीलाई इलनेस बनाउँछ। यसको सिम्टम्सहरू 2 दिनदेखि 21 दिनमा देखिन्छ। इलनेस टु निमोनिया हुनसक्छ होइन। नर्मल सिम्टम्स भनेको अब फिभर, ड्राई कफ होइन, अब सोर थ्रोट अनि सर्टनेस अफ ब्रेथ, जस कमन छ तर अरू इन्फ्लुएन्जासँग त्यो। अब कसरी यसलाई हामीले एभोइड गर्ने अथवा यसको टिप्सहरू के हो त भन्दाखेरि ओभरसिजहरू ट्राभल गर्नु भएन, जुन अहिले सबैतिर ब्यान गरिसकेको छ है। अनि त्यही हो, कोभिड-19 डायग्नोज भएको मान्छेसँग कन्ट्याक्टमा आउनु भएन। अनि इल्डरली पिपुलहरू केयरफुल हुनु पऱ्यो। क्रोनिक इलनेस भएको मान्छेहरूलाई लाग्न सक्छ अथवा दिस विल बी प्रोटेक्टेड, हायर चान्सेस। त्यही भएर वी निड टु मेन्टेन गुड हाइजिन, मेन्टेन गुड सोसल डिस्टेन्स, नो पब्लिक ग्यादरिङ, वी निड टु सेल्फ आइसोलेट आवर सेल्फ। त्यो मेन इम्पोर्टेन्ट कुराहरू। त्यही हो, डेथ हेर्दाखेरि चाहिँ 43,000 पुगिसकेको छ आजसम्म। त्यही भएर स्टे होम, बी सेफ, फलो एन्ड मेन्टेन गुड हाइजिन, त्यो मेन इम्पोर्टेन्ट कुराहरू हो यो चाहिँ। Okay guys, thank you for watching. Hoping for your support in next time. Thank you guys, bye.